भन्दा डे 6 मर्निङ फ्रम जनकपुर धाम। अब यसपछि हामी चाहिँ आज हिजोको बसाइ जेस राम्रै व्यवस्थित भयो हैन? के छ केही गुनासो छ त्यसमा? सेटिस भयो हैन? ल जेस अब जेस पाउने 9 हुन लाग्यो। अब यसो चियापान गरेर हामी जानकी मन्दिर दर्शन गरेर आज चितवनको यात्रा तय गर्नुपर्ने हुन्छ। सरहरू पोखरै पुग्नुपर्ने हुन्छ आज हैन? के छ माहौल? ल ठिक छ, जनकपुरको जेस बसाइ राम्रो नै भयो अनि होटल किचन यादगार रहने भयो। अब यसो जानकी मन्दिर दर्शन गरेर हामी चाहिँ निस्किन्छौँ है त। ओके अघि उता चाहिँ मेन मन्दिर घुम्यो हामी। अहिले चाहिँ यहाँ चाहिँ राजा जनकजीको कुलदेवी माता राजदेवी मन्दिर पनि अहिले प्रवेश गर्छौँ यहाँभित्र। अब यसपछि चाहिँ हामी चाहिँ यो पोखरी चाहिँ कस्तो छ पोखरीमा हेर्छौँ एकचोटि। यहाँको पोखरी फेमसै हो। अनि पोखरी हेरिसकेपछि हामी एकछिन घुम्छौँ अनि फर्किन्छौँ आजलाई है त। आजलाई चितवनतिर फर्किन्छौँ। जोस खुसी छौँ, रमाइलो छ। बिहान होइन बिहान नुहाइधुवाइ गरेर जानकी मन्दिर दर्शन गर्ने भनेर पुरै व्यवस्थित। ल ल फाइनल हामी चाहिँ पोखरीमा आइपुग्यो है त। डेन्जर रहेछ ल पोखरी त। आनन्द आयो पोखरी तर फोहोर यार यस्तो सरसफाइ नगरेको होला यार फोहोर। तर यहाँ समग्रमा जनकपुर हेर्दाखेरि चाहिँ राजालाई चाहिँ धेरै मानेको जस्तो देखियो यार। जताततै राजाकै मात्रै फोटो छ। यसमा चाहिँ मन्दिर यो हाम्रो सिटी रिक्सा चाहिँ 45 मिनट्स हुँदो रहेछ। अनि जनकपुर धाममा चाहिँ जति पनि मन्दिर छ उनीहरूले चाहिँ घुमाइदिँदो रहेछ है। पर पर्सन 100 रुपिस भन्नुभएको। ठिकै छ, हामी चाहिँ अब यता घुम्छौँ। हामीसँग गाडी भएको कारणले गर्दा समस्या भएन भनेर हामीले चाहिँ जस अननोन मान्छे हुनुहुन्छ भने चाहिँ पर पर्सन 100 रुपिसमा जति मन्दिर छ जानकी जनकपुरमा धाममा त्यो मन्दिरहरू सबै घुम्न पाइन्छ। आनन्दले घुमाइदिन्छु भन्नुभएको छ है त। सिटी रिक्सा लिने अनि मन्जिरा कडक चाया दाजी ल अब चाहिँ हामी जनकपुर छोड्दैछौँ। जनकपुर छोडेर हामी महेन्द्र राजमार्गको लागि प्रवेश गर्नलाई हामी यो बाटो सर जानेछौँ। शहीद गेट जनकपुर धाम 2022 एडीमा बनेको रहेछ। ल बाटो चाहिँ यो पनि राम्रै रहेछ है। सेन्टर बाटो रहेछ। बाटोपट्टि पनि रहेछ यता। बाटोपट्टि जनकपुर। ल अब चाहिँ हामी ढल्केबर आइसकेका छौँ। अब यहाँबाट बर्दिवास 10 किलोमिटर, इटाली 100 यता भएन पतले 109 महेन्द्र हाइवे आइपुगे। अब हामी यहाँबाट देब्रे लाग्छौँ। त्यस पछाडि सरर र हेटौँडा। ल फाइनल चाहिँ अहिले 4 बजेको छ। हामी हेटौँडा बजार आइपुगिसक्यौँ। बिहानको जनकपुर धामपछि खासै धेरै अपडेट दिने अवसर मिलेको थिएन। त्यसपछि अहिले चाहिँ हामी राप्ती पुल, हेटौँडाको राप्ती पुल क्रस गरिसक्यौँ, गर्दैछौँ भनौँ न। अनि जेस हाम्रो टुर चाहिँ समग्रमा एकदम उत्कृष्ट 5 आउट अफ 5 राखिएको छ। अनि कस्तो छ, कतिसम्म पुग्न सकिन्छ साइकल होइन? हामीले माइलेज ग्रुपमा यसलाई पनि दिइराखिया तपाईँको कुरो परिस्थिति अनुसार। अब यो समग्रमा मजा आयो होइन? अब चितवन पुगेपछि फेरि भेटौँला होइन? अहिले चाहिँ राप्ती पुल क्रस गरियो। हेटौँडा बजार 4 बजे है त। ल फाइनल्ली हाम्रो टुरको अन्त्येष्टि चाहिँ यो चपबाट गर्दैछौँ। सबैको अनुहार यस्तो।
यस्तो ल जर चप खाएर लाग्ने निर्णय गरियो है हेटौँडाबाट आउँदै यो कुन ठाउँ भन्छ दिदी सुनाचुरीमा है सुनाचुरी ल फाइनल्ली हाम्रो चाहिँ यो ट्रिप अब समाप्त भएको छ सुनाखरी अब यसपछि चितवन आउँछ अनि यो 25-25 गएको जले चाहिँ राम्रो साथ दियो जस हाम्रो यो यात्रामा दाइ के छ एकदम ठिक छ टुर लगभग अब हामी टुरको अन्त्यमा छौँ यही टुरबाट अन्त्य गरिदिन्छौँ 40-50 मिनटमा हामी छुट्टिन्छौँ म र सिक्कल भाइ भान्जा र म र तपाईँ सँगै हुन्छौँ हामी भान्जासँग छुट्टिन्छौँ होइन अनि हाम्रो दारी सर के छ एकदम रमाइलो कस्तो रह्यो टुर यति रमाइलो हो कि पुरै दाजु कस्तो रह्यो ट्रिप ए ल दाजुको बोल्नै पर्दैन इसारै काफी छ ल फाइनल्ली हामी चाहिँ आइपुग्यो घर आइपुग्यो हिजो यही ठाउँबाट गएको कुरकुरे ल सर है ल आइयो यार ओहो जहाँबाट यात्रा सुरु गर्नु अब अहिले हामीले 6:30 नै बज्यो यार 7 दिनमा आज यही आइपुग्यो 7 दिन 6 दिनमा 6 दिनमा ठ्याक्कै आइपुग्यो ल 5 दिनको ट्रिप के 6 दिन लाग्यो ल 5 दिनको ट्रिपमा राम्रै 6 दिन लाग्यो ल है त ल सबैजना खुसी छौँ अब भ्लग छिट्टै भ्लग हालेपछि सबैले हेर्नु होला ल यस्तो सामान पनि आयो है जोगुनबाट होइन अब चाहिँ हामी यहाँ आएर सुमित दाइको घर आएर मकै चिया अफिसियली रूपमा चाहिँ मकै र चियाले बिदाई गरौँ भनेर लागिएको छ होइन के छ सर अरू कस्तो भयो होइन अघि पनि दुईचोटि सोधिसकेँ यस्तो हाम्रो चाहिँ समग्रमा चाहिँ एउटा कन्क्लुजन चाहिँ होइन हजुर यहीँबाट चाहिँ हामी जोडेर चाहिँ पुरोलाई चाहिँ हिँडियो थियो होइन गन्तव्य बनाइएको थियो अब त्यो 6 दिन भएन 6 दिनको यात्रा चाहिँ राम्रोसँग चाहिँ हाम्रो सबै कुरा कुनै बाधा अवरोध छैन चाहिँ हामी आइयो र अहिले पनि यहीँ अन्तिममा चिया मकै खाएर चाहिँ हाम्रो यो यात्राको चाहिँ समापन गर्दैछौँ हामीले अनि दारी सरले के छ एकदम ठिक छ ठिक छ नि गुरुबा हाम्रो सबैभन्दा एकदम गुरुबालाई खाता लाउनु पर्छ छैन खाता सिक्लेस यता 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 आउनु त गुरुबा गुरुबालाई एकदम सकुशल कति नआत्तिने कति नमात्तिने आनन्दले पुर्याएर ल्याउनु भयो ओके है त अनि हाम्रो दादा के छ त अब ठिक छ जाने बेला आउँला छुट्टी धेरै छैन अब 8 दिन 1 हप्ता छ छुट्टी सकियो टुर सकियो समग्रमा अब मेरो पनि सकियो अब भोलि बिहानै काठमाडौँ हिँडेपछि मेरो पनि एकदम रस छ ओके ल बाई बाई है त अहिले यति नै गरौँ